हेलो साथीहरु, गुड मर्निङ। ह्यापी माघे संक्रान्ति। माघे संक्रान्तिको यहाँहरूलाई धेरै धेरै शुभकामना छ। अब माघे संक्रान्ति जो चाडबाडमा हाम्रो नेपालीको घर रोटी नपाक्ने त कुरै छैन है। सबै नेपाली घर रोटी पाक्छ। फेरि रोटी पाकेन भने विशेषता रोटी नै छ। रोटी पाकेन भने चाडबाड नै होइन जस्तो लाग्छ है। त्यही भएर मैले पनि अलिकति चामल भिजाएर थोरै यसो आफ्नो फ्यामिलीलाई खाने जति रोटी बनाएको छु। रोटी चाहिँ फेरि खास म घिउमै बनाउँछु हैन, स्वादिलो पनि हुन्छ। घिउमा बनाएको राम्रो हुन्छ। त्यो बाहिरको तेल दुनियाभरिको तेलले पेटलाई पनि खराबी गर्छ हैन। अनि बनाउँदा लागेको साथीहरु, रोटी बनाउँदाखेरि यहाँ यो सकियो, चामल बनाएर खाएको राम्रो हुन्छ। चामलको बनिसक्यो। अब यहाँ फापरको पनि अलिकति रोटी बनाउन लागेको छु। पिठोको रोटी मिठो एकदम टेस्टी हुन्छ। तपाईहरु पनि घरमा बनाएर यस्तो मिठो हुन्छ है साथीहरु। गर्नु होला है, एकचोटी बनाएर यमी हुन्छ। खाएर ट्राई गर्नु होला है। फापरको रोटी कति एकदम मिठो हुन्छ। फापरको रोटी एकचोटी चाख्नु होला बनाएर है त। तर घिउमा चाहिँ बनाउनु होला है, साह्रै मिठो हुन्छ, तेलमा होइन। अनि अब माघे संक्रान्तिमा फुरौला नपकाइ त हुँदैन हैन। फुरौला पनि पकाउनै पर्यो। फुरौला पनि मिठो हुन्छ। हस् त साथीहरु, धन्यवाद। यो भिडियो मन परे शेयर लाइक कमेन्ट गर्नु होला।